हाई हेलो मिनासान कोनिचिवा। आज हामी यस भिडियोमा नाइफर्मको बारेमा पढ्नेछौँ। नाइफर्म भनेको के हो, नाइफर्मलाई कसरी हरेक ग्रुपमा चाहिँ परिवर्तन गर्ने, चेन्ज गर्ने भन्ने बारेमा यस भिडियोमा पढ्नेछौँ। र यो भिडियो चाहिँ जो अहिले जापानिज भाषा पढिराख्नु भएको छ उहाँहरूको लागि एकदमै उपयोगी हुने भएकोले भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। नाइफर्म सबैभन्दा सुरुमा नाइफर्म भनेको चाहिँ जापानिज भाषाको नेगेटिभ फर्मको सर्ट फर्म हो। जस्तै कुनै पनि कुरा चाहिँ जस्तै हामीले नेगेटिभ फर्म भनेको योभन्दा अगाडि पनि पढिसकेको छौँ। जस्तै ताबेमासको नेगेटिभ फर्म ताबेमासेन। अब यसलाई चाहिँ ताबेमासेनलाई चाहिँ हामीले सर्ट फर्ममा भन्दाखेरि ताबे नै भन्छौँ। हो ती कुराहरूलाई चाहिँ कसरी जुन भर्ब हुन्छ, जस्तै सेकेन्ड ग्रुपको भर्ब, फर्स्ट ग्रुपको भर्ब, थर्ड ग्रुपको भर्ब, यो भर्बहरूलाई चाहिँ कसरी नाइफर्ममा लग्ने भन्ने बारेमा हामी यस भिडियोमा सम्पूर्ण जानकारी अध्ययन गर्नेछौँ। त्यही भएर भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र भिडियो हेर्नुहोस् है त। सबैभन्दा सुरुमा फर्स्ट ग्रुपलाई नाइफर्ममा लग्नको लागि अर्थात् परिवर्तन गर्न, चेन्ज गर्ने तरिका, यी साउन्डमा भएको सबै लेटरलाई चाहिँ ए साउन्ड भनेको आ साउन्ड है, त्यहाँनिर टाइपिङ मिस्टेक भएको छ, त्यो आ साउन्डमा लग्ने। तर मासभन्दा अगाडि यदि ई साउन्ड आएमा त्यसलाई चाहिँ वामा चेन्ज गर्ने। जस्तो कि यहाँनिर फर्स्ट ग्रुपलाई चाहिँ हामीले सबैभन्दा गाह्रो भनेको चाहिँ एकदम फर्स्ट ग्रुप हुन्छ है। र हामीले योभन्दा अगाडि त्यही फर्म पढ्दा पनि फर्स्ट ग्रुप चाहिँ अलिकति गाह्रो भएको थियो। फर्स्ट ग्रुपमा अलिकति बढी नियमहरू हुन्छ, रुल्सहरू हुन्छ। त्यही भएर फर्स्ट ग्रुप चाहिँ अलिकति जानियो भने सेकेन्ड ग्रुप र थर्ड ग्रुप त्यस्तो गाह्रो हुँदैन। त्यही भएर फर्स्ट ग्रुप हेरौँ है त। फेरि एकचोटि रुल्स हेरौँ। रुल्स बुझिसकेपछि यहाँनिर तल पनि मैले रुल्स भनेर लेखिदिएको छु, तपाईँहरूले स्क्रिनसट गरेर राख्न सक्नुहुन्छ। फर्स्ट ग्रुपको भर्बलाई नाइफर्ममा लग्नको लागि ई साउन्डमा भएको सबै साउन्ड ए होइन, त्यो आ साउन्डमा लग्ने। तर मासभन्दा अगाडि यदि ई छ भने त्यति बेला चाहिँ आमा वामा परिवर्तन गर्ने। रुल्स हेरौँ है। ई साउन्ड जस्तै त्यहाँनिर यदि मासभन्दा अगाडि ई आयो भने वामा लग्ने, कि आयो भने कामा लग्ने, गी आयो भने गामा लग्ने, सीको सा, सीको ता, बीको बा। यी सबैहरू हामीले फर्स्ट ग्रुपको भर्ब कस्तोलाई भन्छौँ त, यदि मासभन्दा अगाडि यी साउन्ड आएको छ भने ती सबै कुन हुन्छ फर्स्ट ग्रुपको भर्बहरू हुन्। र यी अहिले हामीले सिकिरहेको चाहिँ फर्स्ट ग्रुपको भर्बलाई नाइफर्ममा लग्ने तरिका सिकेकोले मासभन्दा अगाडि यी साउन्डमा यिनीहरू आएको छ भने यसलाई यसरी चेन्ज गर्न सकिन्छ भनेर लेखिएको छ। यो बाहेक अरू पनि छ, तपाईँहरूले अरू पनि गाउनु सक्नुहुन्छ है। मैले यहाँनिर चाहिँ जस्तै कि तपाईँको पी पनि भयो भने पीलाई चाहिँ पामा यसरी तपाईँले लगाउन सक्नुहुन्छ। सीको जी, जीको जा यसरी लगाउन सक्नुहुन्छ। अब यहाँनिर इक्जाम्पल हेरौँ। जस्तै कि खाकी मास, मासभन्दा अगाडि के आएको छ त कि। अब यहाँ रुल्समा हेरौँ है त, कि कहाँनिर छ, सेकेन्डमा छ नि त होइन। त कि मासभन्दा अगाडि ई साउन्ड आएको कि हो, त्यसैको आ साउन्डमा लग्ने। कि को आ साउन्ड भनेको का, त अगाडिको खा त भइहाल्यो, खा अनि हामीले आ साउन्डमा लगेर नाइ जोड्ने। खा नाइ भनेको खाकी मास भनेको लेख्छु, खाका नाइ भनेको लेख्दिन भनेको है। नोमी मासको नाइफर्म हुन्छ। मासभन्दा अगाडि मी आएकोले मीको आ साउन्ड भनेको मा हुन्छ नि त। त्यही भएर नो मा नाइ, मा लग्ने अनि नाइ जोड्ने त हो है। नोमास भनेको पिउँछु, नोमा नाइ भनेको पिउँदिन। त्यसै गरी हानासिमासको हानासा नाइ भनेर भनिन्छ। हानासिमास भनेको बोल्नु अथवा बोल्छु, हानासा नाइ भनेको बोल्दिन भनेको। त्यसै गरी आसोबिमास भनेको खेल्छु, मोज गर्छु, इन्जोय गर्छु भनेको है। आसोबी मासभन्दा अगाडि बी आएको छ, ई साउन्ड हो। त्यही भएर यसको बीको आफ्नै आउँछमा लगाउँदाखेरि बा हुन्छ। आसो बा नाइ भनेको खेल्दिन, रमाइलो गर्दिन। त्यसै गरी अर्को छ मास भनेको पर्खन्छु अथवा पर्खिन्छु है। अनि यसैको हामीले नाइफर्ममा लगाउनु पऱ्यो भने माता नाइ भनेर भनिन्छ। त्यसै गरी योमी मासको
योमा नाइ। यसरी तपाईहरुले भर्बलाई है फर्स्ट ग्रुपको भर्बलाई चाहिँ सबैलाई हैन सबैले नाइ फर्ममा लगेर गर्न लाग्नु पर्यो। जति धेरै तपाईहरुले चाहिँ जर्मन भाषा प्र्याक्टिस गर्नुहुन्छ त्यति धेरै चाँडै आउँछ है। र त्यसैगरी अर्को छ हाम्रो सेकेन्ड ग्रुप। सबैभन्दा सुरुमा भने नि हामीले टेफर्म पढ्ने बेला पनि हामीलाई सबैभन्दा गाह्रो भनेको चाहिँ के थियो त फर्स्ट ग्रुप चाहिँ अलिक गाह्रो हुन्छ। फर्स्ट ग्रुप आइसकेपछि सेकेन्ड ग्रुप त्यस्तो गाह्रो हुँदैन। र यहाँनिर हेर्न सक्नुहुन्छ दोस्रो समूह अर्थात् सेकेन्ड ग्रुपका भर्बलाई नाइ फर्ममा लग्न चाहिँ सजिलो छ। तिनीहरूको मास फर्मबाट मास काटेर नाइ मात्र जोड्ने हैन सजिलो छ नि त। यसमा त्यस्तो धेरै रुल्स छैन। जस्तै कि एक्जाम्पल हेरौँ नेमासको मास काट्यौँ भने ने मात्र बच्छ ने प्लस नाइ नाइ। नेमास भनेको सुत्छु ने नाइ भनेको नसुत्नु अथवा सुत्दिन भनेको। आकेमास भनेको अर्को सेकेन्ड ग्रुपको भर्ब। सेकेन्ड ग्रुपको भर्ब तपाईहरुलाई छुट्याउन आउँछ नि हैन। यदि मास भन्दा अगाडि ए साउन्ड आएमा ती सबै भनेको चाहिँ सेकेन्ड ग्रुपको भर्ब हुन जान्छ। यदि तपाईहरुलाई थाहा छैन भने यो भन्दा अगाडिको भिडियोमा पनि मैले फर्स्ट ग्रुप सेकेन्ड ग्रुप थर्ड ग्रुपलाई कसरी चिन्ने भन्ने बारेमा भिडियो बनाएको छु हेर्नु होला। आकेमास भनेको खोल्नु आकेबाट मास हटाएपछि आकेमासबाट मास हटाएपछि आके मात्र बच्छ अनि नाइ जोड्नु भयो नाइको नखोल्नु है। त्यसैगरी सिमेमास भनेको बन्द गर्नु सिमे प्लस नाइ सिमे नाइ बन्द नगर्नु अथवा नबन्द गर्नु। मिसे मास भनेको देखाउनु मिसे मास काट्यो भने मिसे मात्र बच्छ अनि जोड्दाखेरि मिसे नाइ भनेको नदेखाउनु भनेर भनिन्छ। ओबोएमास भनेको के हो त स्मरण गर्नु सम्झिनु बुझ्नु खाङ्गाइमास याद गर्नु भनेको है। ओबोएमास भनेको स्मरण गर्नु मेमोराइज गर्नु भनेको ओबोएमास मास काटेर नाइ जोड्ने। ओबोए नाइ भनेको नसम्झनु भनेको है। त्यसैगरी किमास भनेको छ। अब तपाईहरु फेरि यो किमास भन्ने बित्तिकै चाहिँ आउनेवाला नसम्झिनु होला है। आउनेवाला किमास भनेको थर्ड ग्रुपमा मात्र पर्छ। यो चाहिँ तपाईको लगाउनु कपडाहरु लगाउनेलाई किमास भन्छ है त। किमासको मास काटेपछि कि प्लस नाइ कि नाइ भनेको नलगाउनु। यसरी तपाईहरुले सेकेन्ड ग्रुपको भर्बलाई पनि मास फर्म नाइ फर्ममा लग्ने तरिका सिक्नु भयो है। सजिलै छ त्यस्तो गाह्रो छैन। गाह्रो भनेको चाहिँ फर्स्ट ग्रुपको भर्ब हो है। त्यसैगरी अर्को छ थर्ड ग्रुपको भर्ब। थर्ड ग्रुपको भर्बलाई नाइ फर्ममा लग्ने तरिका यो पनि सिम्पलै छ। यहाँनिर नोट पनि छ। तेस्रो समूहका मुख्य दुई क्रिया हुन्छन्। हामीले थर्ड ग्रुप भनेर जहिले पनि पढेको दुईटा भर्ब एउटा सिमास अनि अर्को किमास हैन। अब हामीले सिमासलाई लग्ने तरिका मास भन्दा सिमासको मास काट्ने नाइ जोड्ने। सिमास भनेको गर्नु सिनाइ भनेको गर्दिन अथवा नगर्नु। बेङ्क्योसिमास भनेको थर्ड ग्रुपको भर्ब हो बेङ्क्योसिमास। बेङ्क्योसिनाइ भनेको के भयो त फेरि पढ्दिन अध्ययन गर्दिन भनेको है। यसरी हामीले चाहिँ पहिले सिकेको थियौँ बेङ्क्योसिमासेन भनेर सिकेका थियौँ। अब हामी चाहिँ सर्ट फर्ममा अर्थात् नाइ फर्ममा सिक्दाखेरि चाहिँ के हुन्छ त बेङ्क्योसिनाइ यसरी हुन्छ। त्यसैगरी अर्को किमास भनेको आउनु। यो अब किमासलाई चाहिँ यो चाहिँ एब्सेसन है। किमासको चाहिँ फेरि को नाइ हुन्छ है आउँदिन अथवा नआउनु भनेको है। यसरी तपाईहरुले थर्ड ग्रुपको भर्बलाई चाहिँ यसरी गर्न सक्नुहुन्छ। एउटा सिमास अर्को किमास छ। सिमासलाई सिनाइ किमासलाई कोनाइ भनेर भनिन्छ। तर फेरि किनाइ भनेको चाहिँ फेरि अघि हामीले पढेको सेकेन्ड ग्रुपको भर्ब हुन जान्छ है। यसरी गाक्कोनी कुरु अथवा गाक्कोनी किमास भनेको स्कुल आउँछु है। गाक्कोनी कोनाइ भनेको स्कुल आउँदिन भन्न खोजेको। यसरी तपाईहरुले चाहिँ नाइ फर्मलाई हरेक ग्रुपको भर्बलाई चाहिँ नाइ फर्ममा कसरी लग्ने भन्ने कुरा चाहिँ यस भिडियोमा सिक्न सक्नुहुनेछ। त्यही भएर भिडियोलाई अन्तिमसम्म हेरिदिनुहोस् होला है। अब
यहाँनिर मैले लास्टमा लेखेँ सुरु भनेको चाहिँ सिमास हो है, सिमासको सिनाइ, कुरु भनेको किमास, किमासको अनाइ। यसरी तपाईँहरूले नाइफमको बारेमा बुझिसकेपछि यसको प्रयोग गर्ने तरिका कसरी प्रयोग गरिन्छ त, यसलाई कस्तो कस्तो ठाउँमा प्रयोग गरिन्छ भन्ने बारेमा पनि म अर्को भिडियोमा लिएर आउनेछु। त्यही भएर जो यो च्यानलमा नयाँ हुनुहुन्छ उहाँहरूले यो च्यानललाई सब्सक्राइब गरिराख्नु होला होइन, जसले गर्दाखेरि चाहिँ नयाँ भिडियो अपलोड गर्ने बित्तिकै उहाँहरूले चाहिँ नयाँ भिडियोहरू पाउन सक्नुहुनेछ नोटिफिकेसन। सबैभन्दा यस भिडियोमा चाहिँ हामीले सिकेको भनेको आज चाहिँ एउटा नाइफम भनेको के हो है, अनि नाइफमलाई हरेक ग्रुपमा कसरी लगिन्छ भन्ने बारेमा सिकेको छौँ। त्यही भएर जसले बुझ्नु भएको छैन अथवा जसले बुझ्नु भएको छ उहाँले कमेन्ट गरिदिनु होला। हस् त, आजलाई यति नै, अर्को भिडियोमा भेट्नेछौँ।